विनम्र अनुरोध गर्दछौँ। साथै आजको मिटिङभन्दा अगाडि लाइसेन्स बन्द गरिने सूचना पनि यहाँहरूमाझ शहर जमुना पाखर ईमानदार बांछारी ले आरला नहीं ने यादे तू सिंतरी हेली जाओ गेला छाने नोले दे सुरक्षा उपटाओ डांडेल धर्मो इडी उची तसदेर दिन का तसदेर होले अपला ना जाओ गेला चली यहाँ इधर कमोर भगवान जोर दे मारे हो सा क्या हो बिना मुनि बाजी का यो शहर को जाओ ये शहर को बोलके त्यो रहे शहर ओल हेले ओल बजाने के बिया से कने ओल बिया आओ शहर सन नो का नो आउस रहे दुनिया आला ताके के जो भी हट गेल जाए आउस कामी के दी नहीं का बिरमान ओजा ओरेनो जितरास कामी ओ अनि तो साल तो कमे छी आ सिटे मानो बाबू सन अनि ओगी गिराजा फ्यागा साल तो कमे छी अनिलाई शहर नि लिएर बास गया बने जाऊ ini dengan ngal ini jari hari dia. Ajar kamu. Mau pun nak hang kau susah je. Dil dene ni. Memang apa ya? Kau ni. Dene ni. Itu beza dah. Hoto फिर की बिके जने था मा सही नहीं रसी रही मेरे. जो मुझे किसी दन हो जाने. अब नौ. मुझे गृह मंत्री बांध कर दिया. क्लोज यार वही मैं हुआ कि बोला है. ऐसे ही नहीं दन. माज़ाइने तो है जाने दो पैसा हिसाब में खेला था लेन जो हो छन तो बनाने का हम सोको समुदाय आर्थिक कहीं यहाँ तो राज्य मारे ने ना मुझे को प्रोग्राम ले रहे हैं अपनी मना जारी बोल रही आजकल न लो आजकल आवाज लगे निकल आवाज ना ओके ओका देखा था बुने लगा रहा है सर आप सामाजिक सञ्जाल सामाजिक सञ्जाललाई त पुरा हिसिजार नि फडबक त चाहिँ उनीहरुलाई अब जे जे ओम सिनियर जी या कहीं ने पास्ता रही न जितला ओम मिनी किरा ऐसे बोले जे मागे ना लुकुन माइन किरे क्या जी तुम्ही मताशी बोले काय हो ना आपल्या आता समाज तो काय किरे कांगा पाहिजे तुझी आको कोणी काम टाका जितो मा धर्म मानेर चाहिँ त्यो बल्लस दुई स्पर्धा दपरा मिले सिंग न तु मेमै म पति के भयो होला मलाई खान मन लाग्छ त्यतिकै कहिले काहीँ कस्तो खान मन लाग्छ लिस्ट न यार नाम चाहिँ छ अलिअलि के यसो आता मिले इस मोइले ठीक हो जाना ये फिर ओभर रहेगा हामी पूरी अल हो बिना जाना लोकल रही चाहिँ त प्रत्येक दिन ना गिलास हो बा रक्सी त हैन भो जाप गर्मी मिठो हुन्छ जाप चाहिँ कहिले काहीँ ना छैन यहाँ नि रोकी माई रुगा अलि ngaज जइली पछि ngaज तर मा जइली बना चाहिँ दयान रुगा ओ यिले जइली बना चाहिँ दयान के भन्छ यो गान्जा केल भन के दाउरा भन
तेरो वाल्लै चला फेरि मोटामोटी कुरा गर्दै गरेर पलै पार्दैन रहेछ त के कहाँ पार्छ सिउ ल्याउने होइन अहिले मात्रै भोलि अटिको बनाउनु सिक्यो सिउ कता घाँटीतिर छिर्लार फेरि छैन भयो त एक तान दिन खोल्दा गाउँ ढहर लिन्छ के सबै मान्छे सिउ छैन भित्र छ होला कि यही भित्र छ होला अलि हल्लाएको छ त्यो के पनि पकायो भने धेरै छ धेरै छ के हो मेरो साथी थियो साथीले बनाएको थियो हैन यो काले अर्को चाउमिन नै छाको मोमो ल्याएर मार गरे झेले बोलो बुझी अब उसरा लेकी दमंग क्या हो तो राशिवा खेली मुनि आइने तुम राति खाए रक्सी लाग्यो ngaया दे लागा त्यो हो क्यासिनो वालाको साउजी क्यासिनो वाला साउजी आंगल रुम गरे क्यासिनो वाला अब यिनीहरू कहाँ जान्छन् भैयाले त के सुर सारै छैन त हामीले उता पारी किलोमिटर जान्छौँ के त्यहाँ जाँदाखेरि त मान्छे हुन्थ्यो मान्छे छैन के उम्रेको छैन साँझ बुझेर साह्रो हाम्रो यस्तो पाउने केटाहरू त त्यहाँ रित्तै आउँछ यस्तो केटाहरू तर च्याउ पाउनलाई तगडा पनि हुनु पर्यो तर आँखा पनि तेज हुनु पर्यो दुटै कुरा हुनु पर्यो है जति चाँडो भयो भने त्यही हो धेरै चाँडो गरे पनि काम छैन नि पुरा कोहीले राति पनि खोज्छन् त्यो हो त्यति त्यो टर्चमा पनि राम्रो चल्किन्छ पहिले हो धेरै पाउने बेला यस्तो तर चाहिँ लामो हुन्छ झन् टलक्क टल्किन्छ रे टर्च बाल्दा ल अनि आजभोलि पहिला चाहिँ तपाईँहरू चाहिँ मैकोटको मान्छे दिदी
पहिला तपाईँ सानो हुँदाखेरि हामीहरू तपाईँ सानो हुँदाखेरि पहिला मैकुको मान्छे सुन किन्न पर्यो भने कहाँ सबभन्दा नजिक कहाँ हुन्थ्यो सुन किन्न बुर्तिबाङ हो भाग्नु बुर्तिबाङ हजुर बुर्तिबाङमा राम्रो सुन गर्ने सुनारहरू छ पहिले थियो आज पहिला खै अनि आजकल त रुकुम मेरो यो कानको सुन त्यहीँ किनेको थियो भाग्नु बुर्तिबाङ पहिला हामी बनाउँदा पहिला त्यो थियो बुर्तिबाङ 8,000 किन्नेहरू गति 60 1 लाख कति पुगेछ 1,09,10 मेरो यो कानको काट्दाखेरि 65,000 काट्यो बुर्तिबाङ एकछिन हेरौँ है तिनीहरूलाई यहाँ फेरि के छुट्यायो है माथिबाट हात हाल्नुहुन्छ छुट्टै छैन के छुट सबै त नगयो मच्छी साथी मर्दी अब जाए तिमी खाँदै गर उठ्नु साथी राख्ला उसले त एक्लै जायो साथीसित पाउँदैन मर्छ खानुहोस् रोटी है मर्छ लौ दिदी जानुहुन्छ आज जाने अब फोन गरेर आउँछ म जानु जानु छोराले पनि फोन गरिदियो है विशुको बुढीको नम्बर छ नि थियो म सेपमा थिएन कता गयो समीक्षा छ फोन गरेर समीक्षाले माग्नु है दिदीको बुहारी बुहारी दिदीको हाम्रो दिदीको बुहारी तपाईँको दिदीको बुहारी अनि मेरो पनि बुहारी तपाईँकै बुहारी तपाईँको बुहारी दिदी र बिहान चाहिँ यही पाल्नु पर्छ यो हाम्रो काम पहिला चाहिँ नि धेरै नाता हुन्छ है मान्छे अहिले त अब फेरि हो अब हाम्रोमा पनि त्यस्तै हुन्छ कि अब पहिला आफ्नै जातमा मात्रै बिहा गर्छ नि त आफ्नै जात बिहा गर्छ आफ्नो मोड बिहा गर्छ अनि त्यो पछि एक दुई पुस्तापछि त सबै एउटा मान्छेलाई 3-3 वटा नाता लाग्ने कि हाम्रो त्यस्तै छ धनराज दाइलाई दाइ भन्ने फेरि मेरै मितिनीको दिदी लक्ष्मण भन्छ फेरि बिनाजु भन्दैन दाइ दिदी भन्छ धनीराज कि धनीराज दाइ ए हाम्रो आशिषको दाइ दुईटैलाई दाइ दिदी भन्छ एउटालाई बिनाजु कसरी भन्ने एउटालाई भाउजू खाँदाखेरि पनि खिच्यो भने मान्छेलाई अप्ठ्यारो लाग्ला नि त्यो मुख लाउने यहाँबाट ठ्याक्कै देखिन्छ हाम्रो तपाईँ खाने गर्नु हैन अलिअलि मसँग खाने गर्नु राख्दिन जलुक चाहिँ भाडा ल्याउने भन्दैछन् रे अब अर्को वर्षदेखि भाडा आउँछ यता ढलेर के हो उ ढलेर देख्नुभयो हो त्यो जाम छ त्यो सानो कोको सिसीहरू राखिदिनु होला है हाम्रो दिदीले जर्किन खाली गर्नु पर्यो कि पानी ल्याउने जर्किनै भएन हामीले कति ल्याएको छौँ त रक्सी के गर्नु तपाईँ खानै भएको छैन उसले खाने भनेर ल्याएको बिरामी भयो सुरुको दिन त खायौँ नि त कहाँ लग्ने खाइरहेको त्यो रक्सी अब कसले खाने भनेको अब तपाईँलाई दिउँला
यहाँ दिनु हामी खान्छौँ होइन तपाईँको यहाँ चल्छ नि त राख्नेमै राख्नु होला उनीहरू त बरु तेरो सेतो काम लागिहाल्छ नि तपाईँलाई रक्सी खाने मान्छे आउँदैन अनि हिजो सोधेको थिएँ मैले दोल्पा लग्ने हो भनेको होइन किनेर ल्याउनु भयो तर दिदीबाट किनेको दिलमा दिदीबाट कति बोतल ल्याउनु भयो हामीले बोल्ने चाहिँ डोल्पाले यिनीहरूको फेरि अलिक फरक ढङ्गतिर बोल्ने जस्तो बोल्छ हाम्रै पनि फरक छ भया ए तपाईँहरूको पनि आफ्नै पनि फरक उकाम र मैको जस्तै तक्सेर र मैको डोल्पाले सबै समिल्दैन फेरि खासै नि हामी मगर झन् त्यस्तो हुन्नौँ नि के हुन्नौँ यस्तो के खाने मातुवा त्यति साह्रै हुँदैनौँ कि है यो बाहिरको मान्छेहरूले खान्छन् अनि थाहा नै नहुने मातेको म त कहिले काहीँ खानु मन लाग्छ पुसाङ जार खान जान्छु के भएको होला मलाई खानु मन लाग्छ त्यतिकै कहिले काहीँ कस्तो खानु मन लाग्छ हाँ मुझे सर जैसे वो आता मिले जैसे नौई ने ठीक हो जाता ये फिर ओवर ही रहेगा जब ना मिले तो पूरी और वो भी ना मिल जाना लोकल रखी जाए तो ठीक दिन में आता है गिलास होगा रक्सी त होइन भयो जार त गर्मी मिठो हुन्छ जार चाहिँ कहिले काहीँ ना छैन यहाँ रोकी मारे रुगा लिंग आज जल्दी बच्चे आज आज चाहिए मा जल्दी बना चाहिँ यार रुगा ओ ये ले जल्दी मगा चाहिँ यार कामले नै लिन गएको त यहाँ पनि यिनीहरू के कमाए होला त्यो साइलाले कमाए मात्रै साइला पनि त्यसमै त्यो काम छ छतै हो Dagang parang ano. Sinain काम पनि बङ्गल रेली लिन्छ छोरी भयो एउटा बधाई अहिले के खुवाउँछ बाटो निकम छ पानी माग्दैछ बिहान मागाती अनि कि त कम उम्र गयो थियो पानी म पानी मारिदिन्छु है आमा होइन एक दिन यो बटीलाई पार्टी माग्नु पर्ने छ है हामी सबैले पाउँछ पनि भनेछ त्यो पार्टी कहिले खाने आल्नु के भन्छ बिहे गरेर गएको छोरीलाई के घरको मतलब माया दिनु त मेरो छोरी अब जुन देशमा पनि जान पाउने नेर फेसबुकलाई मायाले नम्बर गाल्यो त्यही भएर पार्टी माग्नै पर्छ है हामी यो फुपूलाई छोड्नुहुन्न ढिलो त हुँदैन पानी उतापट्टि खोलामा छ खोलामा छ रे सर पानी खोलामा चिसो भएर त चिसो हो पिजा चिउ कान्छ पता मा ओदिन खिङान है ओदिन खिङान न था लामा रे पर्नु लामा रे पर्नु गान छोरी मम्मी एउटा कुरा बन भनेको त्यही भएर अलिकति लगानी बढी अहिलेबाट मलाई गर्नु हुन्छ नि उलाई पैसा धेरै दिने रे कि अहिलेबाट हजुर त्यस्तै कि यो कुकुरको स्थिति त्यस्तो छ फेरि अञ्जली पनि 500 दिएर रहेछ गरे अस्ति कहिले अञ्जली दिदी मलाई खर्च हालिदिनुस् त खाली आइला कति सजिलो अञ्जलीलाई भन्दै थिए अञ्जलीले फेरि उसको बच्चा रोचाल दिन्छ क्या बच्चा हेर्ने पोख्ने मन लाग्छ त्यो अनि अस्ति दसैँमा सँगै जाने बेला 1500 दिए रहेछ तेल त अञ्जली घर तेरेन बेरेन भुकेर त गराछ अञ्जली बच्चा दियो दसैँमा
मोमो बनाएर के तपाईँ खाने होइन क्या अरे मोमो सब्जीको मोमो पनि हुन्छ खाने अलि फर्स्टै भन्नुहोस् के लाग्छ तपाईँ पार्टनर भयो त हाम्रो पार्टनरलाई त जे भने पनि भइहाल्यो नि पार्टनरमा पनि यो भन्ने यो नभन्ने भन्ने कुरा खुसी लाग्नु जाने देखाउन बनाएको खाएको म दिनकै मोमो खाने बानी लागेछ क्या आज पनि खाउन नि खै अब आज असै साथले खुवाउने भनेको होइन आज खानै पर्ला त झन् फ्रीमा पाएको मोमो त अलि अर्कै होला मुसु त गर्छ ए मुसु मुसु गर्छ कोसुम त गर्छ मर्छ दिन नमेना आइन्छ चिच्याले Mau cillu bisa kan? Cillu kan? Ay, jadi boy dia. Terus mau ko dol ay. Ay, sakit cillu bisa body. अब त्यहाँ खिचेपछि त तपाईको एक छिटले डिलिट गर्ने हुँदैन त्यो त सब पुस्ता त्यो हाली के रे? अर्को चाउमिन दे खाएको मोमो दे रे. मार. गरे भेले. बोल बुझी उसरा लेकी दमंग क्या हो रे. नर्क लोकमै बस्छ त्यो हो त नि त्यही त हामी मरे पनि जुजु माथि पनाथि पछि कति पुस्ताले पनि हेर्न पाउँछ क्या ए कोले खाटी बेच्नु लाग्यो क्या भनेर त्यो यहाँ आको ला के भएर कराई बमलाई बाहिरै कराएको रे म गराइछु अनि माथि मारे है हो त्यो न्यालकालो म त्यो मिया के साथी गर्छ त्यो खाटी बेच्ने सामान सबै समिति उठेर गयो अनि हाम्रो पाल तलमाथि अनि पछि 81 राति त्यो उ गराएर के यो खदम माइला गराएर सुला ini nyam-nyal da chamo ngane penyo ne de de nam tembarang momo ba mu zum changa ba jim mani oi ba terang momo ba je kenya ko zum juara kai ma shema mi yana lel ta tani oi nge ro chhin ba ton jala ngani de ba ja ji dan nyal mi ga chi ni bai nge jana nge wala oti aji ngo kimra nana लोजी शान्तिङ ह्याल्दै त ए गरी गरी खाट्ने अति के बाच्यो आएर अविरल के भयो न भरत शान्तिङ छान्जिङ ह्याल्दै त मान्छे यो त आमा त्यो क्रिम पाउँछ आमा लो मा ए ओदमा आमा नै ngन मन त्यो क्रिम पाउँछ पुरा यो चाउरी परेको पनि म त तेल लाउँदैन क्रिम सिरिम चौरे परे बार न्यार चक तल तल कहाँ कहाँ इने तल कहाँ एउटा त्यो ब्युटी पार्लर त्यो गयो भने त्यसले अलि अब सन्ना दादा लाउँछ त हामी त के लाउँछ के हामी एउटा भ्याक्सिन उ त लाउनु पर्यो त सनक्रिम त लाउनै पर्यो नपुज्छ मात्रै त लाउँछ कुकुराको भोसो स्याहारी राख्छ के लाउँछ पहिला पहिला म त कुकुरा है कुकुरा भोसो दिने डबाएर पर्दैन कुकुरा भोसो लाउँछ तर क्षमता तल्तिर यिनी यस्ता नियम छ फोटो खिच्नु जाँदा म खै पनि नियम छ अनि है तल त के होला तर यहाँ के यहाँ आज फोटो क्याप्सन आला लागि सिरिङदार उरी भन्छ के गोलो गोलो के गोलो गोलो काइले
हामीबाट बच्चा ल्याएर हाम्रो जस्तो कोही भएन है के भयो खाली मेरो दाँत मात्रै ल्याएछ बच्चाहरुले दाँत यस्तो यसो ढोकमान तेर्छ ल ढोकमान सुविधा ढोकमान ढुकै दिनु गर्दा हो त आज स्यालले खाएछ गरे के तल हो बाख्रा ओ यही ल्याउने किन्छ खाएछ गरे दिजा स्याली आउने दिनको दोस्रो दिनमा उसको त अझै यसो के चाहिँ छ नि त उहाँ तिर्नु त 1 लाख भन्दा थियो के कति होला नि दिलाई त्यस्तो भयो धेरै खान्न साइड गर्नुहुन्न के बच्चा कहिले काहीँ गल्ती हुन्छ मिस्टेक हुन्छ दाँदेर त छिटा छिउरेन त्यसलाई मिखेर न म मेरो छोरालाई त्यो त्यही भएर धेरै टाइट पनि बनाउनुहुन्न कि बच्चाहरूलाई त्यही भएर बाहिर डुल्नु चाहिँ एकदम टाइट अनि यिनी बच्चाहरूलाई एउटा चाउचाउ खानुको अधिकार छैन आफ्नो घरमा अनि यिनीहरूले सेम गर्ने खाली भयो भात खाएर बनाउने होला म निस्किन्छु है कोही भन्दा कम नमान्ने आफूलाई अब त्यो कालीकोटतिर पनि अब यो ठकुरीहरूको एरिया पर्यो बढी म्युजिक बजाएर खत्म गरे किन यहाँ आउँछ नल्याउँछु मलाई उसको दाइला हान्ने चाहिँ यो रहेछ अहिले पो पत्ता लाग्यो यो त फेरि कुरा बुझ्छ क्या यसले कुरा बुझ्छ अर्कोले बुझ्दैन दिदी नमिलो दिदी बानी ल त यो बानी राम्रो छ अर्को चाहिँको त कुरै बुझ्दैन मात्दाखेरि अनि पछि त बाजा त बुझि बुझि अच्छा अनि उति गोरा दिने अझै बागीमानी ठेका आयो है बागीमानी के छोरी के छोरी लगेछ अझै भरे ए योले अस्ति त्यहाँ कपडा किन्न आयो मेरो बुढीलाई भन्छ नि बिहा गरेर ससुरा भनेको त गरेछु भन्छ के को भनेको त निस्याल्ने रे के
बलकोटको अरे कमै मानेको त यो पो रहेछ त उसको बुवा बलकोटको अरे आमा छैन त अहिले हिराल अहिले नल्याएको रहेछ कि उसबुटीलाई छोड्ने के मोबाइल पर फोटो मिले ओ छिराकी हो संगाल तिमी टेब नमाल बिंगोसे नै मिना इनानी जन बजारै पुमा इनानी रे ए तेजिरा कोइला यसैमा तर दि ओति घुमु छे थे नै कता कुन छु म त्यति बेला तिजाची घुम्ने है यार लेप्ने हो नदिला ला है यादो लेप्ने मा हुन्ने सुरुप रे दे आरा जी सुरुप त ले दो कि बहाने पशागिले को दुमे नो दोलो यावास भरि यसै यसो आले गाना जे जेबागा फरक बज्यो नि फरक हो ओरा जुतोस बजार जे ओरे रन छुतो साँच्चै सबै भाषा बुझेर सजिलै हुनुहुन्छ आमा हिजोदेखि मेरो आँखा फर्फराएर मर्न लाग्छ के हुने होला नराम्रो हुन्छ के कस्तो चर्को घाम लाग्छ है पानी हेरेर छिटो सुक्छ गब्रा यस्तो बुझेपछि आन्टी झन् फोर भइसक्यो मैले देख्ने ज्याकेट भयो कि हाम्रो कालो कलरको भयो तर टिपेको छैन पालेर राखेको छु खै यो साल यहाँ पाउला जस्तो छैन बर्बाद म ढिलो गएको त हाम्रोमा आउँछ बिहान हाम्रोमा आउँछ हाम्रो माइली फेरि 48 साल यो 47 को माइली 48 को साइली फेरि 50 साल म 40 को खै 10 वर्ष सानो कि म भन्दा सबको से मनोदा ये तो मम्मा क्या रहते रहो ना तुम लोग वो सब मुझको ऑर्डर है हिजो कति ल्याएको छु रितो एउटा नि हैन नि करने भी खाना खाया करने भी हाँ
भाइरल हुन्छ भाइरल भए पैसा दिला पैसा भाइरलहरुले पैसा पाउँछ पो कपाल फुटेर जस्तो भयो Yakin put tadi. Yakin nabas mana? Itu pacar nanti. तिमीले के रोटी खाने विचार गरे होला हैन ए मोमो हो त्यो के दिदी मोमोमा हाल्ने त परेन हैन अनिललाई सजिलो खाना त्यतिकै खाइदिन्छ है उसले तर यो पनि उ रहेछ नुन सुन मले भने त्यसले फेरि यसको तितोपन जादो रहेछ हैन त्यो यस्तो गर्छ नि तपाईले उसले र त्यो मल्ने के रे अचार बनायो त्यो पनि गर्छ अनि कतिवटा मान्छेले उ गर्दो रहेछ तपाईको नुन र पानी अलि नुन बढी हालेर यस्तो गरेर कचरामा राख्यो भने पुरा फिज माथि आउँछ यसको यो तितोपन गिलास खै आमा डोको होला मासुको पनि त्यो भेज मोमो चाहिँ नि बरु यसो गर्नु 4 प्लेट बनाइदिनु हिजो पनि बढी खानु खोजेर नभएर हो बनाइदिनु एक केरात बनाएर पनि अर्को बनाएर राख्नु
हिजोले नआगा जस्तो छ तर ठिकै भयो पछि अर्को अस्करले थपेन किन प्लेट खायो त अस्कर अस्कर हिजो धेरै बोका मोमो खायो त्यसपछि अझै दाल भात खायो थपेर आज पनि दाल भात हिजो भन्दै थिएँ यहाँको दाल भात एकदम मिठो छ है भन्दै थियो आज आज खाना खुवाउने हो तिनीहरूले भन्ने चाहिँ नि अस्कर चाहिँ नि यसले हाम्रो नेपालको दाल भात बदनाम कुरा त सबै बुझ्ने रहेछ त आजकल त तपाईँको इन्डियामा बसिया हो हेर्नु सोहेल नानीहरूले कि एउटा एउटा बनाउने त्यो ठिक हुन्छ तपाईँको हिन्दी काट्ने बुझ्ने अलि मान्छे यो साह्रो नेपाली हुन्छ बुझिहाल्छ पर्दैन यसमा जोडिदिनु मान्छेले भनेको थियो त यिनीहरूले टोङमा रेड बुल के खायो भने खाऊ भनिरहेको कुनामा राख्नु राम्रो गर्नु तर त्यसमा घाम लाग्ने गरे भए अझै राम्रो यो चिसोमा बडी किनेर नि हाम्रो चिसो त्यही होला किन रहेछ अलिक पिठो अर्को वर्ष आउँदैन त केटा म वर्षमै गाडी बिर्सेँ हजुर गाडीमै आउनुहुन्छ अर्को वर्ष त अब तर मलाई त गाडीमा मन पर्दैन घुमेर हुनेलाई त म हुन्न होइन भूमि पनि हो तर अब राम्रो सिट खुट्टा सुट्टा मजाले पार्नु नि यस्तो गरेर बस्नुपर्छ गाह्रो हुन्छ कि कति घन्टासम्म बस्नु काठमाडौँबाट आयो भने त तपाईँको काठमाडौँदेखि बुर्तिबाङदेखि त्यहाँदेखि त्यहाँभन्दा त धेरै थाकिन्छ बाटो फेरि अप्ठ्यारो छ एउटा मान्छेले सिकाउँदैछ अबदेखि त्यस्तै गर्नु पर्यो तपाईँहरू पनि सबभन्दा राम्रो राति नाइट बसमा रुकुमबाट आउने गर्नुहोस् त्यो राम्रो हुन्छ त्यसमा फेरि नाइटमा फेरि सिट ठुलो हुन्छ त्यही भएर सजिलो हुन्छ कि बस्नु जिपमा त लास्टै गाह्रो फेरि अब त्यो जिपमा मलाई सिट चाहियो भन्दा पनि अप्ठ्यारो हुन्छ सबैलाई जानु छ सबैको क्याबिनमा बस्छु हमारा ड्राइभर यता म क्याबिनमा बसिरहेको दुईपल्ट यो गाउँमा भएर मात्रै हो बाजे अहिले पकाएको त कतै सुप चाहिँ नि चिल्लो चिल्लो कम पतुलो बनाउनु होला मिठो हुन्छ नि राख्ने दिदी पतुलो मैले के विचार गरिरहेको भने सुन न मैले चाहिँ नि त्यो मासु सबैलाई पुग्दैन होइन आज त्यो चाहिँ नि दाइ भाउजू नानी अनि दिदीलाई मात्रै पनि यतै ल्याउँछु होला खाना उनीहरू मात्रै बनाइदिने अरू केटाहरू त मासु दिए अनि अनिलले चाहिँ के खुवाउने त रात मलाई म दाल भात भए सब खायो खाएर आँखा पनि ताजिलो हुन्छ तर धेरै तिमी चाहिँ धेरै सोचेर बिरामी भएको थाहा छ जिउ त यो त्यति कमजोर जिउ छैन कि मेरो म आफै डराइरहेको छु है अनि यो मान्छेलाई पनि दिनु होला अलिकति झोल यो खाले नुन नहालेर छुट्याइदिनु होला बरु यो मान्छेलाई राख्ने पुग्छ होला नि 3-4जनालाई त दुई तिन पिस पुगे भइहाल्यो हामीले त अस्ति पनि खाइसक्यौँ हामीहरू झोल मात्रै खाउँला यति मात्रै बाँकी रहेको त्यो सुप त हामीले पानी खाए जस्तो खायौँ होइन बनाउने दाइलाई बनाउन आएन कि अब उहाँहरूको छोरीहरू बाहिर पढ्न गइसक्यो बुढाबुढीले एउटा कोठा भएपछि तपाईँहरूले त्यसको कुरा मिलाए हुन्छ त आफ्नो गाउँले गाउँमा होइन किनभने दिदीहरूले मोमो किनेर खाने लाग्यो पकाउने अरे बरु पकाउँदैछ एउटा लोक भएको त यहाँ झ्याकेर एकासी गर्नु आँटी झन् फोहोर भइसक्यो
मैले देख्ने ज्याकेट भयो कि हाम्रो सानो कलरको भयो कपाल फुकेर जस्तो भयो Yakin puts it. Yakin nervous one. मोमो बनायो कि यार अनुहार किन खिच्छ अनुहार मात्रै खिच्छ त यसमा जिस्काउनु पनि सीमा हुन्छ नि मोमो खिचेको अब चाहिँ मैले भनेपछि हाततिर लग्यो मारा साबाजी रिजा ए बहुत आउनु भन्ने के हो नि होइन उहाँ पनि पालपाल मालिक हल्ला गर्यो त्यहाँ पिटेको भयो ए हेभी के रहेछ के भयो यिन आउनु सुरु सुरु अब नत लारे यार बिलेत मालिक ये खिद रे तर माथि म सुरुमा मैकोटा आउँदाखेरि त्यति बेला नेपाली अझै राम्रो थियो 4-5 वर्ष बिचमा प्र्याक्टिस गर्न पाएन नि म सुरुको वर्ष आएको मात्रै नेपाली धेरै राम्रो अहिले पकाएको त ठ्याक्कै सुप चाहिँ नि चिल्लो कम पतुलो बनाउनु होला मिठो हुन्छ नि राख्ने दिदी पतुलो मैले के विचार गरेको सुन न मैले चाहिँ नि त्यो मासु सबैलाई पुग्दैन हैन आज त्यो चाहिँ नि दाइ भाउजू नानी अनि दिदीलाई मात्रै बनाउँछु अनि यतै ल्याउँछु होला खाना उनीहरु मात्रै बनाइदिने अरु केटाहरुले त मासु दिए अनि अनिलले चाहिँ के खुवाउने त रात मलाई म दाल भात भाइ सब खाए गएर आँखा पनि ताजिलो हुन्छ तर धेरै तिमी चाहिँ धेरै सोचेर बिरामी भएको थाहा छ जिउ त यो त्यति कमजोर जिउ छैन के मेरो म आफै डराइरहेको छु है अनि यो मान्छेलाई पनि दिनु होला अलिकति झोल यो खाला नुन नहालेर छुट्टै दिनु होला बरु यो मान्छेले राख्ने पुग्छ होला नि 3-4 जनालाई त धेरै खाना त ल्याउने हो 2-3 पिस पुगे भइहाल्यो हामीले त अस्ति पनि खाइसक्यौँ हामीहरू झोल मात्रै खाउँला यति मात्रै बाँकी रहेछ त्यो सुप त हामीले पानी खाएर जस्तो खायौँ होइन बनाउने दाइले बनाउन आएन कि आज असै साहबको हातको मोमो खानु पर्यो कस्तो गरेको हुँदो रहेछ असै साहब के त मुटु पनि यत्रो पनि छैन
累了，驸马就是不多的啊，有点一些干啥的，这个无钱。是别老人。70多的啊，一生。哎呦，你来不吧？那点多溜了。दादर गर्ने जस्तो अलि यस्तो मिठो हुन्छ सुक्नु लाग्यो अनि सुक्नु लाग्यो O sar sa tu na si zan mun jike.